वेलकम ब्याक टु टेक्नोलोजी ज्ञानगङ्गा च्यानल। आज म साथीहरूलाई एकदमै इम्पोर्टेन्ट इन्फर्मेसन लिएर आएको छु। तपाईँले कुनै पनि सामान खरिद गर्दा त्यसको बिल लिएपछि हामीले कसरी पुरस्कार पाउँछौँ भन्ने बारेमा आज म एउटा इन्फर्मेसन लिएर आएको छु। त्यो कसरी पाउन सकिन्छ हेर्नु है। अब हामीले के गर्ने भने यो भनेको आन्तरिक राजस्व विभाग है, आन्तरिक राजस्व विभागले यो कार्यक्रम लिएको छ। त्यसको लागि हामीले यहाँ वेबसाइटमा गएर सर्च गर्न सक्छौँ। मोबाइलमा होस् अथवा तपाईँको ल्यापटपमा होस्, जहाँसुकै भए पनि आइआरडी इङ्ग्लिसमा के भन्छ, इनल्यान्ड रेभेन्यू डिपार्टमेन्ट भन्छ। यो वेबसाइट कहाँ हो भनेर सर्च गरेर गुगलमा यो गुगल सर्चमा सर्च गऱ्यो भने, सर्च इन्जिनमा सर्च गऱ्यो भने हामी यो पाउन सक्छौँ है, आन्तरिक राजस्व विभाग। तपाईँ मोबाइलमा पनि गर्न सक्नुहुन्छ, ल्यापटपमा पनि गर्न सक्नुहुन्छ, अथवा डाइरेक्ट आन्तरिक राजस्व विभाग लेख्दा पनि यो आउँछ। अब यसमा डबल क्लिक गर्दा अथवा राइट क्लिक गरेर नयाँ ट्याबमा खोल्दाखेरि हाम्रो के आउँछ, करदाता प्रोत्साहन उपहार कार्यक्रम भन्ने आउँछ। अथवा सिधै करदाता भन्दा पनि के आउँछ भन्दै हेर्नु है, म ट्राई गर्छु। यसलाई हटाएँ, यसलाई राइट क्लिक गरेँ र मैले कता गएँ, ओपन लिङ्क इन न्यू ट्याब, नयाँ ट्याबमा खोल्छु। अब नयाँ ट्याबमा के खुल्छ, यहाँ के खुल्छ हेर्नुहोस् त, आन्तरिक राजस्व विभाग भन्ने वेबसाइट खुल्छ। यो वेबसाइट अथवा तपाईँले यति काम नगरे भने पनि डाइरेक्ट के गर्न सक्नुहुन्छ, यदि यो वेबसाइट थाहा छ भने आइआरडी भन्ने यो वेबसाइट ird.gov.np भन्ने वेबसाइटमा होइन, वेबसाइट राख्यो भने यो अटोमेटिकली खुल्छ है। कुन के गर्नु पर्यो, https, अब यो पुरै लेख्नु पर्दैन, यति लेख्नु होला, ird.gov.np भन्ने इन्टर गर्यो भने, इन्टर गरिसकेपछि के खुल्छ, आन्तरिक राजस्व विभाग खुल्छ। अथवा यो वेबसाइट तपाईँलाई थाहा छैन र तपाईँलाई के मात्र थाहा छ भने इङ्ग्लिसमा इनल्यान्ड रेभेन्यू डिपार्टमेन्ट भन्ने थाहा छ, अथवा नेपालीमा आन्तरिक राजस्व विभाग थाहा छ भने हाम्रो सर्च इन्जिनमा जाने अथवा गुगल सर्च होइन, जेमा छ त्यो सर्च इन्जिनमा गइसकेपछि यहाँ के लेख्ने, आन्तरिक राजस्व विभाग अथवा आइआरडी वेबसाइट भनेर लेख्यो भने यो आउँछ। यसमा राइट क्लिक गरेर हामी के खोल्न सक्छौँ, आन्तरिक राजस्व विभाग भनेर खोल्न सक्छौँ। यो मोबाइलमा पनि खोल्न सक्नुहुन्छ, ल्यापटपमा पनि खोल्न सक्नुहुन्छ, जहाँसुकै पनि तपाईँ खोल्न सक्नुहुन्छ। यो सकिसकेपछि के गर्नु भने यो गरिसकेपछि तपाईँहरूले अब के गर्ने त, कसरी हामीले त्यो यो पुरस्कारमा जाने त भन्दाखेरि हामीले यहाँ हेर्नुहोस्, ई सर्भिस भन्ने छ, ई सर्भिसमा क्लिक गर्नुहोस्। ई सर्भिसमा क्लिक गरिसकेपछि यहाँ के छ, करदाता प्रोत्साहन उपहार कार्यक्रम भन्ने छ। करदाता प्रोत्साहन उपहार कार्यक्रममा क्लिक गर्नुहोस्। यो क्लिक गरिसकेपछि अब तपाईँ यो भाषाहरू चेन्ज गर्न सक्नुहुन्छ, नेपाली अथवा इङ्ग्लिसमा पनि चेन्ज गर्न सक्नुहुन्छ। मैले अहिले नेपालीमा नै चाहिए। अब यो आइसकेपछि यहाँ मजाले दिएको छ तपाईँहरूलाई प्रोत्साहन गर्नुको लागि, के गर्नुको लागि, उपभोक्ताको बिल बिजक लिने बानीमा सुधार गरी कर कानुनको परिपालन अभिवृद्धि गर्न नेपाल सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 सञ्चालन गरेको छ भने यो चाहिँ नि अहिलेको सरकारले यो सञ्चालन गरेको छ। अब यसमा तपाईँको यहाँ पुरै जानकारी दिएको छ, यो मजाले पढ्नु होला, केही छैन होइन। तपाईँ मोबाइलमा पनि पढ्न सक्नुहुन्छ, ल्यापटपमा पनि पढ्न सक्नुहुन्छ, जुनसुकै जुन डिभाइस तपाईँसँग छ त्यो डिभाइसबाट तपाईँ गर्न सक्नुहुन्छ। बिल बिजक लिनुहोस्, अथवा बिल भनौँ, बिजक है, बिल अथवा बिजक भनेको एउटै हो। बिल लिनुहोस्, वस्तु वा सेवा खरिद गर्दा स्थायी लेखा नम्बर सहितको बिल बिजक माग गरी सुरक्षित रूपमा राख्नुहोस्। तर यहाँ हेर्नुहोस् है, अब तपाईँले कुनै पनि सामान खरिद गर्यो भने पसलबाट 100 रुपियाँभन्दा माथिको है, 100 भन्दा तलको होइन, 100 भन्दा माथिको तपाईँले खरिद गर्नुभयो भने स्थायी लेखा नम्बर भएको बिल मात्र लिन होला फेरि है। स्थायी लेखा नम्बर भएको बिल भएन भने त्यो फेरि भ्यालिड हुँदैन। त्यो काम गर्नु होला। त्यसपछि हाम्रो के भनेको छ भने पुरस्कार कुपन प्राप्त गर्नुहोस्। अब कसरी गर्ने, पुरस्कार कार्यक्रममा सहभागी हुन् योग्य बिल बिजकलाई विद्युतीय रूपमा दर्ता गरी पुरस्कार कुपन नम्बर प्राप्त गर्नुहोस्। अब त्यो दर्ता गर्नको लागि हामीलाई यता दिएको छ, यहाँ गएर हामी के गर्नेछौँ, दर्ता गर्नेछौँ। र फाइनली के भनेको छ भने प्रमाणीकरणपछि दाबी गर्नुहोस्। पुरस्कार कुपन विजेता भएमा आवश्यक विवरण र बिलको फोटो पेश गरी पुरस्कार दाबी प्रमाणीकरण तथा प्रक्रिया अगाडि बढाउन सकिन्छ। अब यसको लागि प्रमाणीकरणको लागि हामीले के गर्नुपर्छ, यहाँ हेर्नु, बिल दर्ता कसरी गर्ने त, हामीले लिएको जुन बिल छ
त्यो बिल दर्ता कसरी लिने, होइन? दर्ताको इतिहास तपाईँले दर्ता के गर्नुभएको छ यहाँ देखाउन सक्छ, होइन? दर्ता गरिसकेपछि त्यसको इतिहास र विजेता सूची पनि यता देखाउँछ यसमा क्लिक गर्यो भने है। सबै कुरा यहाँ दिएको छ। अब स्पष्ट हुनुभयो है। अब तपाईँले 2 टा छ। एउटा के छ क्युआरबाट पे गर्नुभयो भने त्यो अटोमेटिक दर्ता हुन्छ, तपाईँले गर्नु पर्दैन, होइन? त्यसको त्यही जस्तै ई-सेवामा दिनुभयो अथवा अन्य काममा के अरे डाइरेक्ट क्युआरबाट गर्नुभयो भने त्यो अटोमेटिक हुन्छ। हामीले यहाँ के अरे लेख्नु पर्दैन, यो फर्म भर्नु पर्दैन। तर नगद बिल पे गर्नु भएको छ भने मात्र यो यहाँ फिलअप गर्नुपर्ने हुन्छ। हेर्नु है, अब नगद छ भने म नगदमा के गर्छु क्लिक गर्छु। तर त्योभन्दा पहिला तल एउटा समाचार छ, यो पनि पढिहाल्नुहोस् है। देखाएका बिल बीजक कार्यक्रममा सहभागी हुन योग्य हुने छैनन्। कुन योग्य हुने छैनन् त? योग्य भ्यालिड हुँदैन। कुन भ्यालिड हुँदैन भन्दाखेरि योग्य हुँदैन भन्दाखेरि व्यावसायिक प्रयोजनका लागि भएका खरिद बीजक, यदि तपाईँले व्यावसायिक प्रयोजनका लागि हो भने त्यो पनि योग्य हुँदैन। सरकारी निकाय वा सार्वजनिक संस्थाको नामबाट जारी भएका बीजक छ भने त्यो पनि हुँदैन। टेलिफोन सेवा, इन्टरनेट सेवा, विद्युतीय सवारी तथा ढुवानीका साधन र हवाई टिकट खरिद बापतको बीजक छ भने त्यो पनि हुँदैन। स्थायी लेखा नम्बर नलिएका व्यक्तिबाट खरिद गरेका बीजक छ भने त्यो पनि हुँदैन। यो कुरा ध्यान राख्नु होला है। कुन टाइपको बिल योग्य हुँदैन भन्दाखेरि यी 4वटा कुरा दिएको छ। यो 4वटा कुरा यदि छैन भने त्यो योग्य हुँदैन है। व्यावसायिक प्रयोजनको लागि भएको छ भने त्यो पनि हुँदैन, होइन? यो यदि छ भने यस्तो 4वटा कुरा छ भने त्यो योग्य हुँदैन भनेर बुझ्ने हामीले। अब हामीलाई के छ विद्युतीय छ भने त्यो डाइरेक्ट अटोमेटिक हुन्छ, यसमा क्लिक गर्नु पर्दैन। र नगद हामीले पे गरेका छौँ र भने अब हामीले के गर्ने त्यसको बिल लिइसकेपछि हामीले घरमा आएर अथवा त्यही जहाँ तपाईँ हुनुहुन्छ मोबाइल छ भने त्यही पनि मोबाइलमा क्लिक गरेपछि यो प्राइस डेट डाइरेक्ट पनि जान सक्नुहुन्छ। यो पनि वेबसाइट याद गर्नु होला। अब तपाईँले आइआरडीमा पनि जानु हुँदैन, आन्तरिक राजस्व त्यो वेबसाइटमा पनि डाइरेक्ट नगए पनि डाइरेक्ट केमा जान सक्नुहुन्छ price.ird.gov.np मा गयो भने पनि यो पुरै आउँछ। तपाईँले कहीँ जानु पर्दैन, सिधै यसमा डाइरेक्ट इन्ट्री गर्नुहुन्छ। कुन वेबसाइटमा? यो वेबसाइटमा क्लिक गर्यो भने price.ird.gov.np मा क्लिक गर्यो भने सिधै यहाँ प्रवेश गर्न सक्नुहुन्छ तपाईँ। अब यहाँ आइसकेपछि केमा क्लिक गर्ने? नगदमा क्लिक गर्ने है। अब नगदमा क्लिक गरिसकेपछि यहाँ तल आउँछ। यहाँ तल आएपछि अब भर्ने बिल विवरण पुरै भर्नु पर्यो, फिलअप गर्नु पर्यो। बिल नम्बर होला, होइन? 1 2 3 अब जति छ त्यो बिल नम्बर हेर्नु होला आफ्नो बिलमा, त्यसको बिल नम्बर, होइन? यो यहाँ एन्ट्री गर्नु होला। अनि विक्रेताको नम्बर, विक्रेताको प्यान नम्बर एकदम इम्पोर्टेन्ट है, होइन? जुनबाट तपाईँले त्यो सामान खरिद गर्नुभएको हो त्यस बिलमा नै दिएको हुन्छ, त्यो प्यान नम्बर हेर्नु होला है। 43247 मात्र गर्यो। अब यो 9 नम्बरको हुनु पर्यो है, क्लियर हुनु पर्यो। 9 नम्बर भएन भने यो के हुन्छ योग्य हुँदैन। यो पनि कति हुनु पर्यो? 9 नम्बरको हुनु पर्यो है। यो भइसकेपछि कहिले खरिद गर्नुभयो तपाईँले, होइन? त्यो डेट राख्नु पर्यो, होइन? 2083मा खरिद गर्नुभयो हो कि, होइन? 84मा 18 गते गर्नुभयो कि, कहिले गर्नुभयो? बिल रकम टोटल रकम कति हो त? 500को खरिद गर्नुभयो कि 5000को गर्नुभयो कि, त्यो लेख्नु होला। अब यो भनेको जहाँबाट यो माथिको विवरण भनेको के हो भने जुनबाट तपाईँले सामान खरिद गर्नु भएको छ त्यहाँको डिटेल हो यो। त्यसमा बिल नम्बरमा हुन्छ, हेर्नु होला। बिल नम्बर हुन्छ, विक्रेताको प्यान नम्बर हुन्छ, बिल मिति हुन्छ र कति एमाउन्ट आएको त्यो पुरै विवरण हुन्छ। अब तपाईँले भुक्तानीकर्ताको विवरण भनेको आफ्नो विवरण राख्ने है। भुक्तानी गर्नुपर्ने भने त हामीले पे गरे त हामीले हो नि, आफ्नो नाम राख्ने, होइन? आफ्नो नाम राखिसकेपछि यहाँ मोबाइल राख्ने है। मैले एउटा कुनै नाम राखेँ, ललित राखेँ है। त्यसपछि मैले के राखेँ? नम्बर राखेँ। ओके, यसरी नम्बर राखिसकेपछि अब ल राखेँ। अब के गर्ने? ठेगाना राख्ने है, जसरी मैले यहाँ राखेँ। ओके, अब यो राखिसकेपछि के गर्नु पर्यो भने पुरस्कार कुपन सिर्जना गर्नुहोस्, यसमा क्लिक गर्नु होला है। पुरस्कार कुपन सिर्जना गर्यो भने एउटा तपाईँको के आउँछ? तपाईँको नम्बर आउँछ। त्यो पिडिएफमा डाउनलोड पनि गर्न सक्नुहुन्छ अथवा स्क्रिनसट गर्नु होला। यसमा क्लिक गरिसकेपछि अहिले मैले अब त्यत्तिकै रङ गरेको छु, यो भ्यालिड नहोला, मैले क्लिक गरेँ है। यहाँ 9 नम्बर राखेको छु, तपाईँको भएन भन्छ, त्यही भएर भ्यालिड हुँदैन। यदि यो चाहिने सबै कुरा सही छ भने तपाईँको यसमा
पुरस्कारको पुनःसृजना गर्नुहोस्‌मा क्लिक गर्यो भने एउटा के आउँछ, पुरै डिटेल आउँछ तपाईँको आइडी सहितको। अनि त्यो के गर्नु होला, सुरक्षित राख्नु होला, त्यसलाई स्क्रिनसट गर्नु होला अथवा पिडिएफ डाउनलोड गर्नु होला। त्यो राखिसकेपछि त्यसपछि तपाईँको विजेता सूचीमा नाम हेर्नुहोला है। तपाईँ विजेता हुनुभयो कि भएन, तपाईँको नम्बर आयो कि आएन भन्ने कुरा पछि तपाईँ यही वेबसाइटमा आएर हेर्न सक्नुहुन्छ। ल यो तपाईँ ल्यापटप, मोबाइल जुनसुकै ठाउँबाट पनि गर्नुहुन्छ। यदि फेसबुकबाट पनि गर्ने हुन्छ भने यो भिडियो म फेसबुक लिङ्कमा पनि राखिदिन्छु र त्यहाँबाट पनि तपाईँ डाइरेक्ट यो कुरा हेर्न सक्नुहुन्छ। फेसबुक लिङ्क होइन, तपाईँलाई यहाँ डाइरेक्ट कुनै वेबसाइटमा जानु छैन, फेसबुक लिङ्कबाट पनि तपाईँ हेर्न सक्नुहुन्छ है। हस्, थ्याङ्क यू।